which is not the consequences of क्रस पोलिनेसन हैन। अनि अप्सन्स छ कन्ट्रिभेन्सेस भनेको चाहिँ एडाप्टेसन अथवा सजिलोको लागि फेभर गर्ने। सो क्रस पोलिनेसनलाई केले चाहिँ फेभर गर्दैन भनेको छ सेल्फ स्टेबिलिटी भनेको स्टेराइल हुनु भनेको आफै रिप्रोडक्सन गर्न नसक्नु। आफै रिप्रोडक्सन गर्न सक्दैन भने अफकोर्स क्रस पोलिनेसनमा जान्छ। यदि फिमेल र मेल चाहिँ डिफ्रेन्ट बेला डिफ्रेन्ट टाइममा म्याच्योर हुन्छ भने पनि क्रस पोलिनेसनलाई फेभर गर्छ। डाइक्लाइनी भनेको चाहिँ डायोसेस भनेर बुझ्छ। डायोसेस भनेको चाहिँ र मोनोसेस भनेको एउटै अर्गानिजममा मेल र फिमेलको अर्गान हुनु, सेक्सुअल अर्गान हुनु हैन। डाइक्लाइनीमा भनेको युनिसेक्सुअल भन्ने बुझ्नु। सो अप्सन इज 160 को सी जो सेम टाइममा म्याच्योर गर्छ भने सेल्फ पोलिनेसनलाई फेभर गर्छ। अब क्रस पोलिनेसनलाई चाहिँ केले फेभर गर्छ भनेको चाहिँ त क्रस पोलिनेसनलाई हामी एलोग्यामी पनि भन्छौँ। र यदि युनिसेक्सुअलिटी छ डाइक्लाइनी अथवा युनिसेक्सुअलिटी छ भने क्रस पोलिनेसन। डाइकोग्यामी भनेको डिफ्रेन्ट टाइममा म्याच्योर हुन्छ। एन्थर र स्टिगमा डिफ्रेन्ट टाइममा म्याच्योर हुन्छ। हर्कोग्यामी भनेको फिजिकल ब्यारियर अथवा केमिकल ब्यारियर आउनु। अर्को हुन्छ जेनेटिक ब्यारियर, त्यही अघिकै हर्कोग्यामीमै आउँछ। हेटेरोस्टाइली भनेको चाहिँ एउटाको लेन्थ ठुलो हुन्छ एउटाको सानो हुन्छ। प्रिपोटेन्सी पनि मैले एक्ज्याक्ट बिर्सेँ पढ्न चाहिँ पढाएको थिएँ। अर्को सेल्फ पोलिनेसनको फेभर के गर्छ भन्दाखेरि बाइसेक्सुअल। यदि फ्लावरमा दुइटै सेक्सुअल मेल र फिमेलै छ भने बाहिरबाट कसैले हेल्प लिनु परेन। होमोग्यामी सेम टाइममा म्याच्योर हुन्छ भने क्लेस्टोग्यामी भनेको फ्लावर क्लोज हुन्छ। र सेल्फ पोलिनेसनको इक्जाम्पल छ अक्जालिस, अराकिस, हाइपोजिया, कमेलिना, भोइला, यो चाहिँ पढाएको छैन। र अर्को भनेको चेस्मोग्यामी। एउटा चेस्मोग्यामी भनेको चाहिँ चेस्मो भन्ने एउटा सर्भिसेस अफ रक्समा पाइन्छ। चेस्मोफाइट भनेको मैले यता इकोलोजीमा पढाएको थिएँ। अर्को चेस्मोग्यामी भनेको चाहिँ म्याच्योर बेला मात्र ओपन हुन्छ। अर्को क्लिस्टोग्यामी फ्लावर। 161 को धेरै जसैलाई एक्सप्लेन नगरौँ यसको तमा चाहिँ जाम। सो मोनोजोमी, टेट्राजोमी। सो जेनेटिक म्युटेसन भनेको चाहिँ के हो भन्दाखेरि एउटा म्युटेसन दुईवटा हुन्छ। एउटा जेनेटिक म्युटेसन, जिनोम्याटिक म्युटेसन। अर्को त्यसको पुरै हुली आएन सेपहरू बिगार्ने थुक्का बिर्सेर छोड्दै। एउटा क्रोमोजोमको नम्बरमा चेन्ज आउने जसलाई हामी जिनोम्याटिक म्युटेसन भन्छौँ। नम्बर पनि अब कसरी आउँछ, नम्बरमा चेन्ज पनि कसरी आउँछ भन्दाखेरि दुई तरिकाले। एउटा भनेको एउटा नम्बरमै चेन्ज आउने, अर्को भनेको सेटमा चेन्ज आउने हैन। नम्बरमा चेन्ज आउँछ भने एन्युप्लोइडी। यो भनेको चाहिँ चेन्ज इन इन्डिभिजुअल नम्बर अफ क्रोमोजोम भनेको इन्डिभिजुअलमा चेन्ज आउने मिन्स सेटको एउटा पार्टमा चेन्ज आउनु। र यो चाहिँ हाइपो र हाइपर जुन पनि हुनसक्छ। हाइपो भनेको घट्नु मोनोजोमी र नलिजोमी। हाइपर भनेको ट्राइजोमी र टेट्राजोमी। यो म भन्दिनँ आउँछ मलाई। अर्को आउँछ एउटा क्रोमोजोमको नम्बरमा चेन्ज आउने भनेको दुई तरिकाले भनेको थियो। एउटा एन्युप्लोइडी, अर्को हुन्छ युप्लोइडी। एन्युप्लोइडी भनेको इन्डिभिजुअलमा आउने, युप्लोइडी भनेको चाहिँ सेटमा आउने। अब युप्लोइडी अर्को हुन्छ पोलिप्लोइडी। पोलिप्लोइडी भनेको चाहिँ 2n भन्दा धेरै छ भने 2n भन्दा धेरै छ भने पोलिप्लोइडी भन्छौँ। र यो चाहिँ पोलिप्लोइडी चाहिँ केले इन्ड्युस गर्छ भन्दाखेरि कोल्चिसिन र ग्रानोसानले। र पोलिप्लोइडी फेरि तीनटामा डिभाइड भएको हुन्छ। अटोपोलिप्लोइड, एलोपोलिप्लोइडी र अटो एलोपोलिप्लोइडी। अटोपोलिप्लोइडी भनेको मैले मजाले पढाएँ। अटोपोलिप्लोइडीको इक्जाम्पल भनेको ओरेन्ज, बनाना, पाइनएप्पलहरू भयो भने एलोपोलिप्लोइडी भनेको चाहिँ धेरैवटा सेट क्रोमोजोम आउँछ र त्यो चाहिँ डिफ्रेन्ट स्पेसिसबाट धेरै सेट अफ क्रोमोजोम आउने। इक्जाम्पल चाहिँ इम्पोर्टेन्ट हो ऱ्याफनस ब्रासिका। ऱ्याबाट ऱ्याडिस, ब्रासिका भनेको क्याबेजको है त। ब्रासिका ओलेसिया भनेको क्याबेज। अर्को हुन्छ अटो एलोपोलिप्लोइडी। अटो एलोपोलिप्लोइडी चाहिँ नर्मली यो चाहिँ हेक्जा हुन्छ। हेक्जा प्लोइड र इक्जाम्पल भनेको नि यचबाटै सुरु हुन्छ हेलियान्थस ट्युबेरोसस। अर्को पनि इक्जाम्पल सजिलै छ कि कसले खान्छ ओल्ड अर्गानेल अफकोर्स लाइसो स्क्याभेन्जर अफ सेल, एसएसबाट चाहिँ सबै सुसाइडल, ब्याग अफ सेल,
हाउसकिपर भनेको लाइसोजोम थाहा छँदैछ, स्पाइरोजोम भनेको प्लान्ट लाइसोजोम, तर एकेएम सरले चाहिँ होइन एक्ज्याक्टली भन्नु चाहिँ भएको थियो। इन्डोस्केलेटन भनेको इन्डोप्लाज्मिक रेटिकुलम, इनर्जी हाउस अफ सेल, बायोप्लास्ट, एटिपी मिलिस भनेको सबै माइटोकोन्ड्रिया, र बायोप्लास्ट चाहिँ आई थिङ्क एल्टम्यानले भने जस्तो लाग्छ। अर्को हुन्छ ट्राफिक पुलिस अफ सेल अथवा मोडिफाई गर्ने ट्राफिक पुलिस अफ सेल, बेकर्स बडी, डाल्टन्स कम्प्लेक्स, सबै यो चाहिँ गोल्जी बडीलाई भनिन्छ। गोल्जी बडीको अर्को नाम हो बेकर्स, डाल्टन्स। पेरोक्सिजोम भनेको चाहिँ माइक्रो बडी हो, तर माइक्रो बडीलाई चाहिँ हामी युरिकोजोम पनि भन्छौँ। भर्खर थपाएँ। अर्को किचन अफ प्लान्ट भइहाल्यो। अनि प्यालेडी पार्टिकल, मोस्टली प्यालेडी भनेको चाहिँ प्रोटिन कसले बनाउँछ, राइबोजोमले त। प्यालेडी पार्टिकल, इन्जिन अफ सेल, अर्गानेल, विथिन अर्गानेल र रोबोट्स पार्टिकल सबै राइबोजोम। आर फर रोबोट, आर फर राइबोजोम, अनि राइबोजोमको बीबाट राइबोजोम, अर्को पीबाट प्यालेडी पार्टिकल अथवा प्रोटिनबाट पनि जाँदा भयो। न्युक्लियस भनेको एपाराटस अफ हेरिडिटी, कन्ट्रोल रुम, ड्राइभर, डिरेक्टर, हार्ट अफ सेल। अझै चाहिँ त कार्योटाइप भनेको चाहिँ मोर्फोलोजिकल फिचर, कुनै पनि क्रोमोजोमको मोर्फोलोजिकल फिचरलाई डिनोट गर्छ भने इडियोग्राम भनेको चाहिँ त्यही कार्योटाइप, यो कार्योटाइपको डायग्रामेटिक रिप्रेजेन्टेसनलाई डिनोट गर्छ। र बायोमेम्ब्रेन भन्ने टर्म सिङ्गर निकोल्सनले दिएको, यो न्युक्लियस रोबर्ट ब्राउन, राइबोजोम प्यालेडी, माइटोकोन्ड्रिया द टर्म आई थिङ्क इट वाज डिस्कभर्ड बाई कोली, र टर्म भनेको चाहिँ बेन्दाले दिएको हो। 163 को पनि यो छुछु वाटसन एन्ड क्रिकको जुन डिएनए टु हेलिकल मोडेल, यसको बारेमा पढौँ। र यो चाहिँ डबल हेलिक्स स्ट्रक्चर भनेको केले बनेको हुन्छ भन्दाखेरि दुईवटा पोलिन्युक्लियोटाइड चेनले, र जो चाहिँ राइट ह्यान्डेड र स्पाइरली कोइल्ड भएको हुन्छ। र यो जुन एन्टिपायरल हुन्छ, एन्टिपायरल चाहिँ के कारणले हुन्छ भन्दाखेरि बिकज अफ फोस्फोडाइस्टर बोन्ड, र फोस्फोडाइस्टर बोन्ड भनेको चाहिँ डिएनएमा सबैभन्दा स्ट्रङ्गेस्ट बोन्ड हो। त्यसपछि यो अर्को भनेको डिएनएको जुन स्ट्रान्ड्स छ त्यो भनेको कम्प्लिमेन्ट्री एन्ड एन्टिपायरल हुन्छ, र यो जुन दुईवटा स्ट्रान्ड्स चाहिँ जोइन भएको हुन्छ हाइड्रोजन बोन्डले। एडेनाइन, प्युरिनमा एडेनाइन र गुआनाइन, अनि पाइरिमिडिनमा साइटोसिन र थाइमिन होइन। र एडेनाइन र थाइमिन भनेको दुईवटा हाइड्रोजन बोन्ड हुन्छ भने साइटोसिन र गुआनिनमा 3टा हाइड्रोजन बोन्ड हुन्छ। र ग्लाइकोसाइडिक बोन्ड चाहिँ के को बिचमा हुन्छ भन्दाखेरि जीको नाइट्रोजन बेस र एसबाट सुगर नाइट्रोजन बेसमा ग्लाइकोसाइडिक बोन्ड हुन्छ। र डाइमेटर अथवा विथ अफ डिएनए भनेको 20 आर्मस्ट्रङ, र एउटा डिएनए हेलिक्सको एउटा कम्प्लिट टर्नमा चाहिँ 10वटा बेस पेयर हुन्छ, र टोटल लेन्थ भनेको 34 आर्मस्ट्रङ। टोटल लेन्थ 34 आर्मस्ट्रङ हो भने एडजसेन्ट बेस पेयरको बिचलाई चाहिँ 3.4 आर्मस्ट्रङ, र डिएनए भनेको एसिडिक हुन्छ, नेगेटिभली चार्ज हुन्छ, त्यही भएर यहाँ चाहिँ हिस्टोन प्रोटिन हुन्छ जसले चाहिँ न्युट्रलाइज गरिदिने हो। र यो डेक्स्ट्रो रोटेटरी, यो चाहिँ म मिनिङ खोज्छु भन्दा चाहिँ बिर्सेछु। मोलिकुलर कन्फिगुरेसन 3 डाइमेन्सनल। स्टेन भनेको फ्युल्जेन स्टेन, आई थिङ्क क्रोमोजोम के यस्तै के पनि फल्जेल स्टेन बाटै हुन्छ गरिन्छ। अनि यसलाई चाहिँ हामी बेसिक फस्टिन अथवा स्किप्स रिएजेन्ट, यो त केमिस्ट्रीमा छ होइन। अब यो चाहिँ छ मोस्ट एबन्डेन्ट प्रोटिन भनेको के हो त, सेलुलोज, रुबिस्को, कोलाजेन, एक्टिन। सो मोस्ट एबन्डेन्ट प्रोटिन भनेको रुबिस्को हो। मोस्ट एबन्डेन्ट प्रोटिन इन ह्युमन भन्यो भने कोलाजेन। मोस्ट एबन्डेन्ट कार्बोहाइड्रेट भन्यो भने सेलुलोज, र यो एक्टिन मायोसिन भनेको चाहिँ माइक्रोफिलामेन्ट हो, एन्ड दे आर कन्ट्र्याक्टाइल प्रोटिन। भयो मैले भनेको भयो। ग्यालेक्टोज, सो ग्यालेक्टोजलाई चाहिँ हामी नर्भ सुगर भन्छौँ, थाहा छैन किन हो, सिर्फ लेखा। फ्रुक्टोज भनेको सबैभन्दा स्विटेस्ट सुगर। लिपिडलाई पोलिमर भन्दैन, र प्रोटिन पनि पोलिमर हो, एमिनो एसिडले बन्छ, कार्बोहाइड्रेट पनि त्यत्रो, मोनोसेकेराइड, डाइसेकेराइड भन्ने कार्बोहाइड्रेट पनि पोलिमर भयो होइन, बट लिपिड इज नट अ पोलिमर। ओके, यो भयो। सल्फर कन्टेनिङ एमिनो एसिड सिस्टिन एन्ड मिथ्योनिन, र ट्रिप्टोफान भनेको कम्प्लेक्स एमिनो एसिड हो। म्यालिक एसिड अथवा एप्पलमा चाहिँ के पाइन्छ, कुन एसिड पाइन्छ, म्यालिक एसिड पाइन्छ। मर्फिन भनेको अल्केलोइड, सो धेरै मकमा सोचेँ अल्केलोइड, मैले अहिलेसम्म मिनिङ चाहिँ खोजेँ होइन, यो पछि खोज्छु। अल्केलोइड जो चाहिँ केबाट एक्सट्र्याक्ट गरिन्छ भन्दाखेरि पापाबर सोम्निफेरमको क्याप्सुल अथवा ल्याटेक्स पार्ट, आई थिङ्क पाकेको पार्ट हो यो। र सिलिका चाहिँ कहाँ प्रेजेन्ट हुन्छ भन्दाखेरि घाँस र इक्विस्टम, ग्रास र इक्विस्टमको लिफ सेलमा प्रेजेन्ट हुन्छ। यो मैले एनाटोमीमा पढाएको थिएँ। त्यसपछि आउँछ
लस अफ वाटर हेर लस अफ वाटर दुईटाको फर्ममा हुन्छ एउटा वाटर भ्यापरको फर्ममा एउटा वाटर ड्रपलेट्सको फर्ममा यदि वाटर भ्यापरको फर्ममा छ भने ट्रान्सपिरेसन जो कि प्योर हुन्छ र वाटर ड्रपलेट्सको फर्ममा हुन्छ भने कर्टेसन जो कि भमिटिङ हो र यो चाहिँ प्योर हुँदैन यसमा मिनरल्सहरू पनि निस्किन्छ लिफको मार्जिनबाट अब ड्रपलेट्स भन्ने बित्तिकै यो गटेसन हो गटेसन हाइड्रोथोल्डबाट हुन्छ र यो जुन लेन्टिसेल छ नि यो लेन्टिसेल यस्तो लामो प्लान्ट पनि यो यस्तो लामो पार्ट भनेको स्टिम हो यो लेन्टिसेलले पनि स्टिम कन्स्टिट्युट गर्छ गटेसन भनेको भइहाल्यो गटेसन अकर्स थ्रु हाइड्रोथोल्ड र यो हाइड्रोथोल्डलाई चाहिँ वरिपरि लुजली एरेन्ज प्यारेन्काइमाटस टिस्युले घेरेको हुन्छ र त्यही प्यारेन्काइमाटस टिस्युलाई हामी इपिडेम भन्छौँ इपिडेम याद गर्ने भइहाल्यो र गटेसन चाहिँ कति नर्मली बिहान हुन्छ जब तिमी मर्निङ वाकमा जान्छौ शीत भन्छौ नि त्यसलाई नै गटेसन भन्छौँ र यो चाहिँ कति बेला हुन्छ कन्डिसन भनेको जब वाटर एब्जर्प्सन र रुट प्रेसर है त के अरे रुट प्रेसर चाहिँ हाई हुन्छ अनि स्टोमाटाको बारेमा चाहिँ स्टोमाटा भनेको यसले चाहिँ यसमा गार्ड सेल हुन्छ र गार्ड सेललाई सब्सिडियरी सेलले चाहिँ सपोर्ट गरेको हुन्छ स्टोमाटाबाट ट्रान्सप्रेसन हुने 90% हुन्छ सेप भनेको स्टोमाटाको बाइकन्भेक्स उठेको हुन्छ स्टोम्याक पेट बाइकन्भेक्स र इलिप्टिकल र गार्ड सेलको सेप छ मोनोकटको भनेको डम्बेल सेप याम अनि किडनीको भनेको किडनी सेप भनेको डाइकोटमा हुन्छ र अर्को भनेको स्टोमाटाको स्टोमाटा कतिखेर ओपन हुन्छ कतिखेर क्लोज हुन्छ यो चाहिँ गार्ड सेलको टर्जिडिटीले डिटरमाइन गर्छ जब गार्ड सेल टर्जिड हुन्छ टर्जिड भनेको ट्याङ्की मिन्स फुलेको त्यतिखेर चाहिँ स्टोमाटा ओपन हुन्छ र जब स्टार्च चाहिँ अर्ग्यानिक एसिडमा कन्भर्ट हुन्छ है त अर्ग्यानिक एसिड भनेको सपोज सुगर त्यतिखेर पनि स्टोमाटा ओपन हुन्छ पोटासियम म्यालेट थ्योरी चाहिँ सबैभन्दा मोस्ट एक्सेप्टेबल थ्योरी हो फर द क्लोजिङ एन्ड ओपनिङ अफ स्टोमाटा र यो पोटासियम म्यालेट थ्योरीमा जब पोटासियम आयोन भित्र छिर्छ गार्ड सेलमा जब भित्र छिर्छ स्टोमाटा चाहिँ ओपन हुन्छ त्यसपछि लेन्टिसेल भनेको चाहिँ स्टिममा पाइन्छ मेन यति बुझ्ने र यसले लेन्टिसेलले चाहिँ केमा हेल्प गर्छ भन्दाखेरि एटमोस्फियर र इन्टर्नल टिस्यु हो यसमा चाहिँ ग्यासेस एक्सचेन्ज गराइदिन्छ र ट्रान्सपिरेसन भनेको चाहिँ ओल्ड स्टिममा अथवा फ्रुटमा मेनली स्टिममा चाहिँ लेन्टिसेलको थ्रु हुन्छ 0.5% यहाँ लेखा छ होइन तर मैले पनि 1% चाहिँ पढाएको थिएँ त